मेरो चाहिँ यो घाँटीको समस्या भएर मैले बिएमपीमा जन गएको थिएँ। त्यहाँबाट चाहिँ थेरापी गर्नु भनेर भन्नुभयो। अनि त्यहाँ डाक्टर अञ्जलीका आउँदाखेरि उहाँले चाहिँ यहाँ 3-4 दिनसम्म थेरापी गर्नुभयो। त्यसपछि यो निको भयो। अनि पछि गर्दा गर्दै मेरो यहाँको पनि समस्या थाहा पाउनुभयो उहाँले चाहिँ। यहाँ चाहिँ मासु सुन्निएको रहेछ मेरो। अनि उहाँले चाहिँ थेरापी गर्दा गर्दै मेरो प्राय सबै सञ्चलै हुने गरेर 1 हप्तामै निकै हुने गरेर गरिदिनु भयो। मलाई एकदम खुसी लाग्यो। धेरै धेरै धन्यवाद डाक्टर अञ्जलीलाई। हजुरहरूलाई पनि केही समस्या छ भने यता भिजिट गरिदिनु। मलाई त एकदमै राम्रो लाग्यो। यहाँ ब्याक पेन भएर आएको पहिला नि चेक गराएको थिएँ अरू ठाउँ, औषधि खाएर नि निको भएन। त्यसपछि चाहिँ फिजियोथेरापी गराएको 3 दिनमै निको भयो। त्यसपछि एक्सर्साइजहरू आफै सिकेँ यहाँ, अनि त्यसपछि आफै गरिरहेको छु। ठिक छ। म चाहिँ मेरो यो घुँडाहरू दुखेर आएको थिएँ। पहिले यो डाक्टर अञ्जली हुनुहुन्छ, उहाँले चाहिँ एकदम राम्रोसँग गराउनु हुँदो रहेछ। मेरो घुँडा 1 हप्ता गरेँ, अहिले एकदम ठिक छ।